चलो दोस्तों, हजुरहरूलाई फेरि स्वागत छ एउटा मेरो नयाँ भिडियोमा। म चाहिँ आज जाँदैछु दिल्ली अचानक कुछ कामले। यो चाहिँ हो आसाम डिब्रुगढको चाय बगानको एउटा दृश्य। एकदमै जरुरी कामले गर्दाखेरि म आज दिल्ली जाँदैछु। डिब्रुगढ एयरपोर्टदेखि बेङ्गलुरु एयरपोर्टसम्म, त्यहाँदेखि फेरि दिल्ली एयरपोर्टसम्म। यसरी आज म दिल्ली पुग्नेछु। ठक्कै त्यहाँ पुगेपछि चाहिँ साथीहरू भेटे, साथीहरूसँग सेल्फी भनेर एयरपोर्ट इन भए। फाइनली म चाहिँ एयरपोर्ट भित्र इन भइसकेको छु। यो देख्न सक्नुहुन्छ डिब्रुगढको बाहिरको सुन्दर एउटा दृश्य हो। फाइनली म चाहिँ इन भइसकेको छु फ्लाइट भित्र। अनि यो देख्न सक्नुहुन्छ हजुरहरूले खानेकुराहरू। अहिले चाहिँ फ्लाइट हावामा छ हैन, उडिरहेको छु म अहिले। र यो लामो लाइन जस्तो चाहिँ के हो भन्दाखेरि डिब्रुगढको बगिबिल दलङ हो। अब चाहिँ फ्लाइट बेङ्गलुरुमा ल्यान्डिङ हुने टाइम भइसकेको छ। र यो नजाराहरू हेर्न सक्नुहुन्छ, क्या दामी भ्यूज छ। र यहाँदेखि यतापट्टि एउटा बादलको भ्यू आउँछ, हेर्नुहोस्। अब यो बादलको भ्यू झन् अझै क्या तगडा छ कि यहाँनिर काटिङ भएछ। यो भ्यू चाहिँ यस्तो दामी देखेको छैन, त्यो पहाड होला सायद काञ्चनजङ्घा मेरो ख्यालले। र यस्तो दामी भ्यू छ यो, मलाई बहुत मजा लाग्यो। बेङ्गलुरुमा अब झरिसकेर फेरि अर्को फ्लाइटको लागि कनेक्टिङ फ्लाइट छ। यहाँबाट चाहिँ फेरि म दिल्लीको लागि अर्को फ्लाइट पकड्नु पर्ने छ। र बदलेर अब अर्को फ्लाइटमा जाँदैछु। यो देख्न सक्नुहुन्छ हेलिकप्टर। यो चाहिँ हो रातिको बेङ्गलुरुको भ्यूज। रातिको नजारा हेर्नुहोस् कस्तो दामी छ। म चाहिँ फाइनली अहिले दिल्ली आइपुगेको छु। अब दिल्लीमा ल्यान्डिङ हुनेवाला छ। यो दिल्लीको चाहिँ रातिको नजारा यो देखेको चाहिँ कस्तो खालको एउटा देखिरहेको छैन। यो चाहिँ कस्तो दामी भ्यूज आइरहेको छ। यहाँ ठुल्ठुलो बिल्डिङहरू पनि छन् होइन, तर त्यो चाहिँ नजर आएको छैन, लाइटिङ मात्र नजर। म चाहिँ मेट्रोदेखि जानु पर्यो भनेर आएको, तर मसँग अब खुकुरी छ। खुकुरीले गर्दाखेरि मेट्रोमा जान लागु रहेछ। ये टनल है क्या? नहीं, ये तो ऐसे है बेसमेंट। टनल उस साइड है द्वारका वाली रोड पे। वो है आपका 15 किलोमीटर का टनल, एयरपोर्ट के नीचे है। एयरपोर्ट का नीचे से म चाहिँ फाइनली गाइस दिल्ली आइपुगेको छु। र अब दिल्ली साथीको रुममा जाँदैछु। यो चाहिँ टनलदेखि तल जाँदैछु अहिले म। अब साथीको रुममा जाँदैछु। र साथीको बाई बाई, फेरि नेक्स्ट भिडियोमा आउनेछु म।